नमस्कार साथीहरू, अङ्कशास्त्र इन्दिरा राई फेरि पनि म उपस्थित भइसकेको छु तपाईहरुमाझ। यदि तपाईहरुमाझ यो भिडियो आइपुग्यो भने चाहिँ तपाईले पक्कै पनि हेर्नु होला। 7 नम्बरको सर्वप्रथम 7 नम्बरको मान्छेले 7 नम्बरको मान्छे भनेको 7 गते 16 गते र 25 गते जन्मिनु भएको छ भने तपाईको लागि यो भिडियो लाभदायक हुनेछ है। र म पनि 7 गतेको हुँ, 16 गते जन्मेको हुँ। 16 गतेको 7 गते कसरी भयो भन्दाखेरि 1 र 6 सिंगल डिजिट्समा ल्याउँदाखेरि 7 हुन्छ र 25 गतेको 2 र 6 सिंगल डिजिट्समा ल्याउँदाखेरि 7 हुन्छ है। र 7 गते 16 गते 25 गतेको मान्छे 7 को हुन्छ, 7 नम्बरको। र हामी 7 नम्बरको मान्छे कस्तो हुन्छौं त भन्दाखेरि अलिक धेरै सोच्ने, अलिक मन पनि अब घबराहट हुने हैन, डराउने त्यस्तोहरू हुन्छ। र हामीले चाहिँ कसरी अगाडि बढ्ने भन्दाखेरि हामीले भाग्य अङ्कहरू लकी नम्बरहरू चाहिँ 1 नम्बर 4 नम्बर 5 नम्बर 6 नम्बर युज गर्दा राम्रो हुन्छ। र कलर रातो सेतो हरियो र पहेँलो युज गर्दाखेरि राम्रो हुनेछ। र हामीले यसै गरेर हाम्रो जन्मदिन र महिना साल गरेर हामीले बर्डचार्ट बनाएर हामीले त्यो बर्डचार्टमा चाहिँ हामीले कसरी कति के स्ट्रङ हाम्रो राजयोगहरू छ कि छैन हेर्न मिल्छ, हेर्न सकिन्छ राम्रोसँग। र हाम्रो नामलाई पनि हामीले सही ठाउँमा ल्याउन सकिन्छ, किनभने अहिले हरेक नामहरू असही ठाउँमा छन्। किनभने कोही नामहरू 8 मा पुगेको छ 8 नम्बरमा, कोही नाम 4 नम्बरमा पुगेको छ, कोही नाम 2 नम्बरमा पुगेको छ हैन, कोही नाम 9 नम्बरमा नि पुगेको छ। र यिनीहरू यो नम्बरहरू चाहिँ एकदम चेक गर्नुपर्ने कुरा हुन्छ। आफ्नो नाम र आफ्नो बर्डचार्ट मिलाएर हामी अगाडि बढ्यौं भने चाहिँ एकदम सक्सेस हुनेछौं। र हामीले नम्बर 7 को मान्छेले नराम्रो कुरा नबोल्ने अनि अर्कालाई झुटो नबोल्ने है। सर्वप्रथम सबै मान्छेले चाहिँ अब नराम्रो त नबोल्ने नै, किनभने जसले नराम्रो बोल्यो उसलाई चाहिँ भगवानले मल्टिप्लाई गरेर चाहिँ त्यो शब्दको त्यो नराम्रो जुन बोलेको छ त्यसको भाइब्रेसन चाहिँ मल्टिप्लाई बनाएर पठाइदिने रहेछ आफैलाई र मलाई। जस्तै मैले बोले भने मलाई नै, र त्यही भएर नराम्रो शब्दहरूबाट परै बसौं र नराम्रो शब्द गर्नेहरूसँग पनि परै बसौं है। यस्तो हुन्छ, किनभने यो भनेको सबैलाई थाहा हुनुपर्छ। नराम्रो भाइब्रेसनले लाग्छन् हैन, किनभने भाइब्रेसन भनेपछि हामीले यति राम्रो गरेको छौं, हामीले सोचेको छौं, राम्रो सोचेको छौं भने राम्रै हुन्छ, यदि नराम्रो सोचेको छौं भने त्यो नराम्रो नै हुन्छ है। त्यही भएर सकेसम्म राम्रो सोच्ने गरौँ, राम्रो बोल्ने गरौँ, अर्काको कुरा काट्ने नगरौँ हैन। अरु जेसुकै जसुकै अब गर्नुहुन्छ, अब आफ्नो इच्छा हो हैन, कुरा नकाटौँ अर्काको है। जे जस्तो भए पनि यताको कुरा उता, उताको कुरा यता चाहिँ नगरौँ, यो चाहिँ ठिक हुँदैन। यो चाहिँ सर्वप्रथम सबै मानिसहरूको लागि यो चाहिँ लागू हुन्छ है। र हामी 7 नम्बरको मान्छेले चाहिँ कुकुरलाई पाल्ने, कुकुरलाई माया गर्ने र कुकुरलाई आस्था दियो भने राम्रो हुनेछ। र यसै गरेर आफ्नो बर्डचार्ट अनुसार अगाडि बढ्यौं भने हामी एक दिन सफल हुनेछौं। र तपाईहरुको पनि आफ्नो बर्डचार्ट बनाएर हेर्नु होला। मैले बर्डचार्ट बनाएर मैले पहिलो भिडियोमा लगाएको छु। त्यही अनुसार बर्डचार्ट अनुसार यदि बर्डचार्टमा के कमी छ त्यो नामबाट पनि जोडाउन सकिन्छ। यदि तपाईको नाम सही ठाउँमा छ कि छैन, नाम हुनुपर्छ सही ठाउँमा। 5 नम्बरमा सबैभन्दा राम्रो 5 नम्बरमा हो, अल्फाबेट मिलाएर नाम मैले त्यो पनि बनाएर पहिलो भिडियोमा लगाइदिएको छु। र नामबाट मिलाउने बर्डचार्ट बनाएर नामबाट पनि कनेक्सन गर्न मिल्छ। आफ्नो बर्डचार्ट कतिवटा राजयोगहरू छ त्यो हेर्न मिल्छ, सजिलैसँग हामीले बनाउन मिल्छ। बर्डचार्ट मैले अलरेडी बनाएर लगाइदिसकेको छु, तपाईहरु सिक्न सक्नुहुनेछ मेरो डिस्क्रिप्सन भिडियोमा। अङ्कशास्त्र इन्दिरा युट्युब च्यानल
डिस्क्रिप्सनमा राखिदिएको छु, तपाईहरूले हेर्न सक्नुहुनेछ, सिक्न सक्नुहुनेछ। र हामीले आफ्नो पर्सनल वर्ष हेर्न सक्छौँ सजिलैसँग। मेरो चाहिँ यो साल पर्सनल वर्ष 8 चलिरहेको छ। 8 भनेको शनि ग्रह हो। यसपाला यो साल चाहिँ मेरो शनि ग्रहको मुखमा छु। यसपाला अब अर्को साल चाहिँ मङ्गलतिर जान्छु है। यसरी चाहिँ आफ्नो पर्सनल वर्ष हामीले राम्रोसँग हेर्न सकिन्छ। र यो पर्सनल 8, पर्सनल 9, पर्सनल 2, पर्सनल 4, पर्सनल 6 हेरी आफ्नो डेट बर्थ आफू जन्मेको डेट बर्थ अनुसार यो पर्सनल वर्षहरू हेर्न सकिन्छ। यदि तपाईँ 3 गते जन्मिनु भएको छ भने 3 गतेको मानिसको पर्सनल 6 पर्सनल 6 वर्ष चाहिँ दुश्मन हुन्छ। त्यतिखेर एकदम सावधानी अपनाउनु पर्छ। यसरी आफ्नो दुश्मन वर्षहरू हुन्छ। आफ्नो जन्म गते अनुसार आफ्नो त्यस्तै आफ्नो दशाग्रहले चाहिँ घेर्ने त्यस्तो हुन्छ। र त्यसको बारेमा बुझ्नको लागि तपाईहरु अङ्कशास्त्र हिन्दी र युट्युब च्यानलमा जोडिनु पनि सक्नुहुनेछ, कमेन्ट पनि छोड्न सक्नुहुनेछ। र तपाईहरु डिस्क्रिप्सनमा राखेको भिडियोमा सिक्न सक्नुहुनेछ। यति भन्दै बिदा चाहन्छु। र तपाईहरुले लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।